हेलो साथीहरू सबैजना हजुर साथी नमस्ते म भूपेन्द्र राईको तर्फबाट र आज फेरि नयाँ भ्लगको साथमा नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु र आज चाहिँ फाइनल्ली हाम्रो सानो भाइको खाना खुवाई कार्यक्रममा हामी उपस्थित भइसकेको छौँ। उहाँहरू हुनुहुन्छ यता हाम्रो दाजुहरू भाइहरू सम्पूर्ण दाइ भाइहरू काका बडाउ सम्पूर्ण यहाँनिर उपस्थित भइसक्नु भएको छ हाम्रो दाजुभाइहरू। अनि हामी चाहिँ फाइनल्ली खोटाङबाट चाहिँ हामी उदयपुर चाहिँ हाम्रो नानीको खाना खुवाई कार्यक्रम थियो अनि हामी आइसकेका पनि छौँ र खाना खुवाई कार्यक्रममा भइसकेको छ। भाइ बहिनी आन्टीहरू फुपूहरू पुरै प्रोग्राममा हुनुहुन्छ। अङ्कल यतै हुनुहुन्छ, बहिनीहरू अनि यतै अरू दिदी बहिनीहरू पनि हुनुहुन्छ। अनि हाम्रो सिटिङ रुम चाहिँ चट्ट बाहिर गर्मी हुँदाखेरि चाहिँ चट्ट भित्र आएर बसेर चिसो तातो चट्ट खाने ठाउँ। यहाँ अङ्कलहरू दाइहरू हुनुहुन्छ, माइला अङ्कल पनि हुनुहुन्छ, विपन ठिक छ भन्नुहुँदैछ। उहाँ पनि गफाडी हुनुहुन्छ, गफाडी उहाँ हाम्रो तेजु अङ्कल जाँदै हुनुहुन्छ। अब हाम्रो छ्यामाहरू पनि अगाडि हुनुहुन्छ, नवीन भाइ हाम्रो पूर्व इटरीबाट हाम्रो छ्यामा फुपूहरू पनि हुनुहुन्छ यहाँनिर। अनि आजको हाम्रो प्रोग्राम सानो भाइको लागि चाहिँ खाना खुवाई कार्यक्रम, यहाँ केही गिफ्टहरू हामीले दिनेछौँ। हाम्रो अङ्कल बाजेहरू यता अगाडि हुनुहुन्छ, देख्न सक्नुहुन्छ। अनि अरू सबै ठिकै छ। प्रोग्राममा सबैजना भेला जम्मा भयौँ। खोटाङबाट दाजुभाइहरू आउनुभएको थियो, उर्लाबारीतिरबाट, काठमाडौँबाट, सबै ठाउँबाट चाहिँ हामी दाजुभाइको भेटघाट हुँदैछ। यहाँ हेर्न बाजेहरू चाहिँ बोल्नु हुँदैछ दाजुभाइहरू सबैजनासँग गफ जेस लगाउँदै हुनुहुन्छ। गफ राम्रै हुँदैछ यहाँ दाजुभाइ बाजेहरूसँग फोटो। अनि चाहिँ हामी फाइनल्ली यहाँबाट चाहिँ अब अलिकति यता साइडतिर हामी गयौँ अङ्कलहरूको साथमा। यहाँ चाहिँ चिसोहरू बियरहरू कोल्ड ड्रिङ्कहरू छ। यहाँ चाहिँ हामी लिएर चाहिँ यता साइडतिर हामी बस्छौँ। अनि हामीले हुन्छ उहाँहरूले दिनुहुन्छ कार्यक्रम चाहिँ एकदमै एउटा भिडियो निकाल्नु पर्यो। हुन्छ साथीहरू, तपाईँहरूलाई धेरै धन्यवाद छ। आजको सानो भिडियो तपाईँहरूको माझमा मैले राखिसकेको छु। फेरि पनि आउने दिनहरूमा फेरि नयाँ भिडियो लिएर आउनेछु। हस् त, बाई बाई।